सर्वप्रथम मेरो फेसबुकमा हुनुहुने सबैमा नमस्कार। स्वास्थ्य उपचार सहयोग सम्बन्धमा सक्नुहुनेले सक्दो आर्थिक सहयोग गरिदिनुहोस्, नसक्नेले यो भिडियो धेरै भन्दा धेरै शेयर गरेर सहयोगी मनसम्म पुर्याइदिनुहोस् है। प्युठान स्वर्गदारी नगरपालिका 2 धनबाङ निवासी श्री टेकबहादुर पुन नागरिकतामा केशर पुन नाम भएका 50 वर्षका बुवा। उहाँ 81 बिरामी भई सहजीवनी कलेज अफ मेडिकल साइन्स नेपालगञ्जमा चेकजाँच गराउँदा उच्च रक्तचाप ब्लड प्रेसरका कारण टाउकामा रगत जमेको र तत्काल शल्य हुनुपर्ने सम्बन्धित अस्पतालका चिकित्सकहरूको सल्लाह अनुसार अपरेसन गराई अहिले उहाँको उपचार भइरहेको छ। थप उपचारका लागि आफूसँग पैसा छैन, घरको आर्थिक अवस्था निकै नाजुक छ। उहाँको स्याहार सुधार गर्ने छोरीहरू र वृद्ध आमा हुनुहुन्छ, कमाउने कोही हुनुहुन्न। दुःख गरेर जसो तसो टेकबहादुर ज्यू आफैले घर व्यवहार धान्दै आउनु भएको थियो। उहाँका छोरा हुनुहुन्न, छोरीहरूले अहिलेसम्म ऋणपान गरेर बुवाको उपचारका लागि कुनै कसुर छोड्नु भएन। यसको बावजुद अब आफूबाट सम्भव नभएकाले हामी कहाँ सहयोगको अपेक्षा राख्नु भएको छ। उहाँको उपचारका लागि सक्दो सहयोग गरिदिनुहुन। देश विदेशमा छरिएर बस्नुभएका सम्पूर्ण मनकारी शुभेच्छुकहरू र सम्पूर्ण चिरपरिचित प्रियजनसँग बिरामीको परिवारसँगै मेरो तर्फबाट हार्दिक अपिल गर्दछु। नेपालमा सहयोग गर्नका लागि खाता नम्बर बिरामीको छोरी कुसुम घटी मगरज्यूको उपलब्ध रहेको छ भने भारतमा सहयोग गर्नका लागि चेतन रोका मगरज्यूको फोन पे गुगल पे नम्बर उपलब्ध रहेको छ। नोट पैसा पठाउनु भयो भने पठाएको स्लिप, नाम, ठेगाना र फोटो पठाइदिनु होला। क्रमश म सबैको नाम, सहयोग रकमको विवरण राख्नेछु। मेरो व्यक्तिगत तर्फबाट रु 2000 नेपाली सहयोग गरिसकेको छु। हजुरहरू पनि एक दिनको नास्ता खर्च काटेर सक्दो सहयोग गरिदिनुहोस् है। बिरामीलाई हजुरहरूको सानो सहयोग र प्रार्थनाको धेरै खाँचो छ। हाम्रो सानो सहयोग र प्रार्थनाले उहाँलाई नयाँ जीवन मिल्नेछ। धन्यवाद। सँगै बिरामी बुबाको शीघ्र स्वास्थ्य लाभको कामना।